विवादित भइरहेको ठाउँ अहिले पनि चर्को विवादमा भएको ठाउँ वा बुझाइएको ठाउँमा छौँ र आज चाहिँ तपाईँहरू विशेष के उद्देश्य नगरपालिका यहाँ आउनुभएको छ? अब यो अज्ञात व्यक्तिद्वारा उखेलेर फालिएको वगुलाई संरक्षण गर्नका निम्ति किराँत राई आएका आदिवासी उन्नति महासङ्घ प्रशासनसहित हामी धरानको महानगरपालिका आएका छौँ। यसलाई अब वार्ता संवादद्वारा निष्कर्ष ननिक्लिन्जेलसम्म यसलाई जङ्गलमै नथिपत्र बेवारकी अवस्थामा राख्नु होइन। अरू थप समस्याहरू नआओस् भनेर यसले नगरपालिकामा लगेर यसलाई सुरक्षितमा राख्नु निम्ति हामी आएका छौँ। त्यसै हामी गरिसकेका छौँ। नगरपालिकाले अभिभावकको भूमिका निर्वाह गर्दैन। अब यो कस्तो भने संरक्षण गरिदिनुपर्छ, हामीले राखिदिनुपर्छ। यो विषय संवाद भइरहेको छ, छलफल चलिरहेको छ। यो विषयको अध्ययन अनुसन्धान भइरहेको छ। अनुसन्धानले केवल छ एउटा पाटो भयो, अब बाँकीहरू छलफलले के निष्कर्ष निकाल्छ अर्को पाटो हो। यी दुईटै कुराको निष्कर्ष पछाडि अब यसलाई के गर्ने भन्ने कुरो आएको निष्कर्षलाई हामीले स्वीकार्ने। हाललाई चाहिँ सो कुराको निष्कर्ष नआइन्जेलसम्मलाई धरानको महानगरपालिकाले हामी यसलाई संरक्षण गरेर राखिदिने भएर किराँत राई आएका आदिवासी उन्नति प्रशासन वार्ता हामीले किराँत राई आएका समूहसँग छलफल गरेका छौँ। किराँत याक्सुङ र के अरे चाहिँ एउटा समस्या समितिका साथीहरू सबैलाई दुईवटा हामीले छलफल चलाएका छौँ। अब त्रिपक्षीय एकै ठाउँ बसेर संवाद गर्नको निम्ति प्रतिनिधिमूलक ढङ्गले अब दुईजना एकजना के हो हामी बोलाएर एकपटक हामी छलफल गर्न सोचेका छौँ। अब त्यसरी के निष्कर्ष हुन्छ अरू सब हामीले के आवश्यकता महसुस गर्छौँ हामी छलफल गरेर आएको निष्कर्षलाई नै हामीले मानेर जाने होला जस्तो मलाई लाग्छ। अब आजसम्म आउँदाखेरि किराँत राई आएकाले यो हाम्रो चिन्डो प्रतिनिधि हुन्छ यसलाई जस्ताका तस्तै गाडिनुपर्छ, जसले जहाँ जसरी भए पनि भन्ने छ। अब किराँत याक्सुङ र संरक्षण समिति पुग्यो भने अब उखेल्नु गलत गरे। अब हामी यसबारेमा चाहिँ अब चिन्डो पुनस्थापनाको बारेमा चाहिँ हामी सहमत छैन भन्नुभएको छ। यी दुईवटा फरक कुरा हुँदै पनि अब यसको निष्कर्ष निकाल्नका निम्ति हामी प्रयास गर्छौँ, सब राख्छौँ। यही कुरा एक पक्षले हामी ससम्मानपूर्वक चिन्डो गएको बाटो